हेलो दर्शक नमस्ते, यहाँहरूलाई स्वागत छ मेरो यस नयाँ भिडियोमा। आज चाहिँ हाम्रो मेछापको दाइ हुनुहुन्छ, यहाँलाई स्वागत छ दाइ। नमस्कार भाइ। दाइ चाहिँ मलेसिया आउनुभएको 2 वर्षभन्दा बढी भइसक्यो है। उहाँ चाहिँ सप्लाई कम्पनीमा पढ्नु भएको रहेछ। सो दाइ, तपाईँले कति ठाउँ काम चेन्ज गरिसक्नुभयो त? कति ठाउँ काम चेन्ज गरेर हजुरलाई के कस्तो गाह्रो भयो? अब सप्लाई कम्पनी त हो, अब त्यो पनि सप्लाई कम्पनी पनि ठिकै छ। हाम्रो कम्पनी चाहिँ अब काम त अब कन्ट्याक्ट सकेपछि अब सप्लाई कम्पनी हो, यहाँको कन्ट्याक्ट सकेपछि अर्को ठाउँ लैजान्छ, अर्को ठाउँ सकेपछि अर्को ठाउँ। अब त्यही हो सप्लाई कम्पनी। यताउता बिरालोले बच्चा सारे जस्तो सारे छ। अहिलेसम्म 3 चोटिसम्म काम चेन्ज गर्यो, 3टा काम चेन्ज हो। त्यस्तै हो, अहिलेसम्म चलिरहेछ। हजुर अहिले 2 वर्षमा 3टा काम चेन्ज गरिसक्नुभयो भनेपछि योसँग 3टा हो। अहिले अब ठिकै छ। अहिलेको काममा अब तेस्रो काम हो। यो काम चाहिँ ठिकै लागिरहेको छ। अब नयाँ हो, नयाँमा अब असहज त भइहाल्छ। अहिले घुलमिल हुँदैछ। जे होस्, नेपाली सबै नेपाली छौँ, त्यही भएर अलि सहज हुन्छ भन्ने लागिरहेछ। तपाईँले 3टा काम गर्नुभयो, सबैभन्दा तपाईँलाई राम्रो चाहिँ कहाँ लागिरहेछ? यहाँ लागिरहेछ कि योभन्दा पहिलेको काम चाहिँ हजुरलाई सहज थियो? के बजेको ड्युटी हुन्थ्यो? अब पहिलेको सबभन्दा सुरुमा आएर लागेको काम त्यो पनि ठिकै थियो। अनि त्यसपछि दोस्रो काममा चाहिँ राति नै जानु पर्थ्यो, बिहानै उठेर आँखा मिच्दै जानु पर्थ्यो। त्यही त हो, अब कमाउन आएको मान्छे नगइकन नहुने, आउने बेलामा पनि ढिलो हुन्थ्यो। त्यस्तै जाम पर्थ्यो, बस कुरेर बस्नु पर्थ्यो। जाम भएर धेरै टाइम लाग्थ्यो रुममा पुग्यो, खानासाना बनायो, नुहाइ गऱ्यो। त्यस्तै अब सुत्यो, फेरि 4-5 घन्टा 6 घन्टा सुत्न पाइन्थ्यो दिनमा। त्यस्तै हो। भनेपछि हजुरहरू चाहिँ पहिला बस वेट गरेर बसबाट जानुहुन्थ्यो। यहाँ चाहिँ अब एकदमै नजिक छ है काम गर्ने ठाउँ। सो त्यस्तो गाह्रो हुँदैन होइन त? अहिले पहिलेको भन्दा धेरै सहज छ भनौँ। अब धेरै टाइम लाग्दैन। यसो उठ्यो, यहाँ रुमबाट धेरै टाढो छैन, 10 मिनट लाग्यो। कि तल गयो, त्यही काम गर्यो। अब खाना पनि उही होटलमै खायो आयो। यहाँ धेरै सहज छ भन्ने। पहिला हजुर चाहिँ खाना के कसरी खानुहुन्थ्यो र उयो प्याक गरेर लानुहुन्थ्यो कि कस्तो थियो? पहिले त अब रुममा खाना बनायो, प्याक गरेर लग्यो, अनि काम गर्ने ठाउँमा खायो। त्यस्तै थियो पहिले। अब अहिले चाहिँ अब होटलमै खायो, होटलबाटै खाएर आयो। सहज छ। जे होस्, रुममा बनाइबस्नु पर्दैन। टाइम अब फेरि टाइममा बनाउने हो वहाँ। अब रुममा टाइम धेरै बच्छ नि अहिले, त्यही भएर धेरै सहज छ। हजुर एकदमै है। अनि यहाँ कोही नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू मलेसिया आउन चाहनुहुन्छ भने उहाँहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले? अब म नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अब के भन्न चाहन्छु भने, अब राम्रोसँग बुझेर आउनु होला। सप्लाई कम्पनीमा चाहिँ खासै आउनु चाहिँ म भन्दिनँ। हजुर आइहाल्नु हो भने नि अब त्यस्तो अब पहिले राम्रोसँग बुझेर आउनु होला। अब सप्लाई कम्पनी पनि कोही त ठिकै हुन्छ, अब कोही चाहिँ अब खै धेरै राम्रो हुँदैन। अब धेरै मान्छेहरू फसिरहेका छन्। अब हाम्रै आफन्तहरू दाजुभाइहरू नि छन् गाउँतिरको। त्यस्तै अब काम गरेर पनि राम्रो परिश्रम पाउँदैनन्। त्यही भएर राम्रोसँग बुझेर आउनु होला भन्न चाहन्छु। यदि यहाँहरू कोही पनि मलेसिया आउन चाहनुहुन्छ भने एकदमै बुझेर आइदिनुहोस् है। सप्लाई कम्पनीमा परेर भनेको बेला सैलरी टाइममा नदिने, अनि धेरै कष्टहरू गर्नुपर्ने र हरेक कामहरूमा असहज हुने, अनि कामहरू साल धेरै चेन्ज हुने भएकोले यहाँ दाइले भनिराख्नु भएको छ एकदमै बुझेर आइदिनुहोस् भनेर। हस्, धन्यवाद दाइ हजुरलाई। हस् त, धन्यवाद।